ल हेर मलाई त गाई चाहिँ हेलो गाई चाहिँ वेलकम छ अब कान्छी घरले युट्युब च्यानलमा मेरो हालत यो गतिमा आइछु मेरी बसन्तीमा बिहान 5 बजे हिँडेको ठ्याक्कै लाएर 8:30 बजे आइपुगेँ यहाँ। अब यहाँबाट 10 मिनटमा माइत पुगिन्छ। अब धेरै छैन, अलिकति माथि हो। अब कच्ची बाटो उँभो लाग्यो। ए यस्तो गतिमा नि आइपुग्यो, यस्तो गतिमा नि आइपुग्यो। के गर्नु त यस्तै हो गाई मेरो माइततिरको आउँदाखेरि बाटोमा हालत। अब यो पुस्न पर्यो। खैले अन्त टिस्यु सन्तोष अब मुख पुस्छु म कस्तो हुन्छ है। ल्याउनु न टिस्यु भने आफ्नै चस्माको झिकेर पुस्नु पर्यो। जान भने जानु। म सोध्छु है त्यो केटालाई जान्छ कि बाटो कसो अहिले सबै बनाउनु आएको थियो त बाटो सब खनेको थियो त्यो त कस्तो बना यस्तो हालत। तर म मेकअप गर्दैन, त्यसले गर्दाखेरि पनि हो। मेकअप गरे भए झन् कुन हालत हुन्थ्यो होला। एउटा लिपस्टिक लगाएपछि हुन्छ। क्या हाल्नु अब माइत आउँदा यस्तै हुन्छ। कति रुपियाँ पिस हेर्ने गाइड बाटोको हालत। कति रुपियाँ पिसको हिसाबले दिन्छ रे। यस्तै छु, आइपुग्यो अब माइतो। ठिकै छ, तीन टिप हानेको लगातार। अब पुग्छु माइत घर एकछिनमा। अब यसमा मेरो फर्स्ट बुढाले बनाइदिएको भिडियो छ, त्यो पनि हेर्नु होला। यसमै जोडेर हालिदिन्छु। यस्तो गति छ ल। यो बुढा भन्नेलाई टिस्यु पेपरमा आएको नदिएर यो गति कस्तो भेरी बोरा स्कुटीको हिट भएर तातोले बुढा भन्नेलाई कि बुढालाई म्याक पुरी यहाँ भ्लग बनाइराखेको छु मैले। कस्तो भयो म अब अघिको लुक्समा र अहिलेको लुक्समा देखाउँदैछु ल। यस्तो धुलो खाएर हिँडेको हामी देख्नुभयो। अब एकछिनमा माइत पुगेर देखाउँछु। ओके अब त म यति भयो। मलाई कसले नराम्री भन्छु होला। हेर्नु त लुगा चाहिँ जग्यो है, तर म रेनकोट लगाएर आएको थिएँ नि त, त्यसले गर्दा लुगा जग्यो। लेसिन्छ क्या टिस्यु पेपरले पुस्ने हो, अनि घर गएर मुख धुने हो। ल बाई अहिलेलाई। अब मैले यसमा मेरो भिडियो हेर्नु होला। रेनकोट लाएर खोलेदेखिको कस्तो थियो लुक्स हेर्नु होला। अहिले एकछिनमा यसमै जोडेर राखिदिन्छु। ओके बाई। है गाई माइत आइपुग्यो। अब राम्ररी हुनु पर्यो। यहाँ त अनुहार यस्तो अनुहार बनाएर नि माइत भनेपछि यस्तो खुसी भयो अनुहार हेर्न। अनुहार पहाडदेखि आएको थुतुना हो त। अब मैले के हाल्नु त। अब बाटोको भित्रपट्टि लुगा त राम्रो छ नि मेरो। ल हेर अनुहार हेर्दा अनुहार अरू हेऱ्यो भने अनुहार मात्रै हेर नि।